दर्शकहरू नमस्ते। यहाँहरूले पक्कै गेस गरिसक्नुभयो होला, यो भिडियो नेपालकै कुनै एक ठाउँको हुनुपर्छ। र हो, तपाईहरूले सही नै गेस गर्नुभयो। यो भिडियो हो त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको। र यी व्यक्तिहरू अरू कोही नभएर त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा अध्ययन गरी उत्तीर्ण भएका व्यक्तिहरू। यिनीहरू अहिले ब्याङ्कमा केही रकम तिर्नको लागि यसरी चर्को घाममा लाइन बसिरहेका छन्, जुन अनलाइनबाट केही सेकेन्डमै हुन्छ। यो त पहिलो लाइन हो, यसका थुप्रै लाइनहरू बस्नुपर्ने हुन्छ अन्तिम प्रक्रिया पुरा नभएसम्म। साथीहरू, यतिखेर म चाहिँ बल्खुको परीक्षा नियन्त्रण कार्यालय अगाडि छु होइन। अनि करिब 3 हप्ता अगाडि मैले एउटा पोस्ट गरेको थिएँ, यो अनलाइन चाहिँ कतिलो भएन भनेर होइन। अनि आज यहाँ आउँदा पनि यति धेरै लाइन छ क्या बसातिर, मोर देन 200-300। सो बिजोग छ बिजोग। कहिले बनाउने हामीले अनलाइन राम्रो?